नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं करेन्टबाट। धनुषामा करेन्ट लागेर 1 जना घाइते भएका छन्। आज करेन्ट लागेर धनुषा धाम नगरपालिका वडा नम्बर 4 लक्ष्मीपुरमा 12 वर्षीय सिराजुली नदाब घाइते भएका हुन्। पिपलको बोटमा खसेको बिजुलीको 33 केबीको भोल्टको तारमा कारण करेन्ट लागेको उनी घाइते भएका हुन्। रुखमा बिजुलीको तार खसेको बारे विद्युत प्राधिकरणलाई बारम्बार जानकारी गराए पनि बेवास्ता गरेको स्थानीयवासीको आरोप छ। नदाबको अनुहार जलेको छ। पिपलको आधा बोट समेत जलेको छ। नदाबलाई धनुषा धाम अस्पतालमा प्राथमिक उपचारपछि धरान रेफर गरिएको छ। जनकपुर उपमहानगरपालिका वडा नम्बर 1 मिल्सेरियामा आगलागी भएको छ। जनकपुरको सीताचोक निवासी लालबाबु शाहले सञ्चालन गर्दै आइरहेको न्यू राम जानकी ब्याट्री सेन्टरमा आगलागी भएको हो। आज बिहान करिब 5:30 बजे पसल बन्द रहेको समयमा उक्त ब्याट्री सेन्टरमा आगलागी भएको थियो। आगलागीबाट दोकानमा रहेको बीपीएस ब्याट्री, तार, सेट अप बक्स लगायत सामानहरू जलेर करिब 50 लाख मूल्य बराबरको क्षति भएको पसल सञ्चालक शाहले बताए। आगोलाई धनुषा पुलिस र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो। आग लागेको कारण र क्षतिबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीले जानकारी दिएको छ। सरकारको नीति तथा कार्यक्रम 6 वटा संशोधन प्रस्ताव पेश गरिएको छ। बुधबार प्रतिनिधि सभाको बैठक सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरूले 6 वटा संशोधन प्रस्ताव पेश गरेका हुन्। नेपाली कांग्रेसका 17 जना सांसदहरूले तर्फबाट नेता डाक्टर मिनेन्द्र रिजालले पेश गर्नुभएको संशोधन प्रस्तावमा नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्बोधन गर्दै उपमानजनक पदावली प्रयोग गरेको भन्दै त्यसमा संशोधन गर्न माग गरिएको छ। नेता रिजालले ठूलो बलिदान निपूर्ण सङ्घर्षबाट प्राप्त संसदको सभामुख र राष्ट्रिय सभाका अध्यक्ष जस्तो सम्मानित पदलाई अपमान हुने गरी राष्ट्रपतिले सम्बोधन गरेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले संसदको मर्यादामाथि नै आँच आउने गरी राष्ट्रपतिबाट भएको सम्बोधनलाई सामान्य त्रुटिको रूपमा नलिन पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। यहाँ पुगा छैन, धेरै लामो बलिदानी पूर्ण सङ्घर्षबाट नेपालको संविधानले त्यहाँसम्म नयाँ संविधान बनायो। त्यो मान्यतालाई हामीले अंकित गरेको, त्यो मान्यताभन्दा बाहिर जाने हामी कसैलाई अधिकार छैन। त्यसैले हामीहरूले संशोधनका प्रस्ताव राखेका छौँ। संशोधनको प्रस्ताव सभामुख महोदय र राष्ट्रिय सभाका अध्यक्ष महोदय सम्माननीय भनेर सम्बोधन हुन्छ उहाँहरूलाई र दुवै सम्मानित व्यक्तित्वहरूलाई त्यो संस्थालाई सम्बोधन गर्दा सम्माननीय भनेर सम्बोधन गर्नुपर्छ र त्यसै अनुसार यसलाई संशोधन गरियोस् नीति र कार्यक्रमलाई भन्ने संशोधन राखेका छौँ। यसलाई प्रतिष्ठाको विषय नबनाइकन सरकारले स्वाभाविक रूपमा यसलाई स्वीकार गर्यो भने यसमा मतदानको आवश्यकता छैन। यो एउटा सामान्य त्रुटिलाई सामान्य त्रुटिकै रूपमा संघीय समाजवादी फोरम नेपालका सांसदहरू प्रदीप यादव, रामसाय प्रसाद यादव, सुरेन्द्र कुमार यादव र रेणुका गुरुङ तथा राष्ट्रिय जनता पार्टी नेपालका सांसद अनिल झाले संविधान संशोधन गर्नुपर्ने मुख्य बुँदा नीति तथा कार्यक्रममा थपमा गर्न माग गर्दै संशोधन प्रस्ताव पेश गर्नुभयो। संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रमले शहीदहरूको अपमान समेत गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। सम्मानीय राष्ट्रपति श्रीमती विजय उद्योगलाई सम्भाव्यताका आधारबाट सञ्चालन गर्ने नीति तथा कार्यक्रमले संविधान संशोधनको विषय कतै पनि समावेश गर्न सकेको छैन। देशको आधा जनसङ्ख्या मधेसी, आदिवासी जनजाति, थारू, मुस्लिम लगायतका समुदायले राखेको संशोधनको अपेक्षा नीति तथा कार्यक्रममा नपर्नु खेदजनक विषय हो। संविधान संशोधनको बिना यो संविधानको कार्यान्वयन सम्भव छैन। संविधानमा थुप्रै त्रुटिहरू रहेका छन्। मधेसी लगायतका सम्पूर्ण समुदायका संविधानमा स्वामित्व बढाउन पनि संविधान संशोधनको आवश्यक छ। यो अवसर छ म नीति कार्यक्रमसँग एउटा
राष्ट्रिय जनता पार्टी नेपालका सांसद अनिल झाले मुलुकलाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउन पनि संविधान संशोधन गरेर अघि बढ्नुको विकल्प नरहेकाले सरकारको नीति तथा कार्यक्रम यसो बुदा थप गर्न संशोधन प्रस्ताव पेश गर्नु परेको स्पष्ट पार्नुभयो। मधेसी जनताको हितैषी संविधान बनिरहेको थिएन र त्यो बाँकी पार्टीहरूले बनाएर छोड्यो सभामुख महोदय, र मधेसी जनता र हामी मधेस केन्द्रित दलहरू त्यसका विरुद्धमा थियौं। त्यो संविधान संशोधन नभएसम्म हामीले शान्ति र स्थिरताको कुरा गर्छौं भने त्यो सांसद यादवले सुखी नेपाली र समृद्धि नेपाल बनाउन पनि सरकारले आफ्नो नीति तथा कार्यक्रममा मधेसी जनताको माग अनुसार संविधान संशोधन गर्छु भन्ने प्रतिबद्धता सहितको बुदा थप गर्नुपर्ने तर्क गर्नुभयो। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको नीति र कार्यक्रम सुन्दर भए पनि लक्ष्य प्राप्तिको सैद्धान्तिक आधार कमजोर रहेको बताउनु भएको छ। बिहिबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले सरकारको नीति तथा कार्यक्रम अत्यन्तै राम्रो सपनाहरू देखाइएको भए पनि 5 वर्ष आयात दोब्बर कृषि उत्पादनलाई दोब्बर 5 वर्षपछि वैदेशिक रोजगारी जानु नपर्ने लगायतका विद्युत स्वास्थ्य शिक्षा लगायत क्षेत्रमा सरकारले लिएको लक्ष्य पूरा हुने सैद्धान्तिक आधार कमजोर रहेको बताउनु भएको हो। उहाँले पूर्वाधार निर्माणका उचित ध्यान पुगेको भए पनि कसरी गर्ने भन्ने कुरा मुख्य चुनौती भएको हो। कार्यक्रममा सुन्दर आए पनि कसरी प्राप्त गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण र योजना नरहेको भन्दै उहाँले प्रत्येक वर्ष के गर्छौं भनेर स्पष्ट रूपमा आउनुपर्ने सुझाव दिनुभयो। उहाँले सरकारको नीति तथा कार्यक्रमको 16 नम्बर बुदामा सबैलाई समान अवसर र समान अधिकार, उत्तिकै सुरक्षा, उत्तिकै सम्मानको प्रत्याभूति गरिने भनिएको विषय सम्भव नहुने तर्क गर्नुभयो। भौगोलिक परिवेश, पूर्वाधार र आवश्यकताका आधारमा केही विशेष वर्ग र स्थानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। नीति तथा कार्यक्रम संघीय सरकारलाई आत्मसात नगरिएको र एउटै मात्र सरकार छ है भन्ने संकेत गरिएको भन्दै उहाँले त्यसलाई सच्याउनु पर्ने बताउनुभयो। एउटै गोलीले सबै चरा मार्छु भन्दा कुनै पनि चरा नमर्ने अवस्था आउन सक्ने भन्दै उहाँले लक्ष्य प्राप्तिको समय तालिका र आधारमा स्पष्ट पार्न सुझाव दिनुभयो। समविकासको नयाँ अवधारणा अनुसार नेपालको विकासलाई 21औं शताब्दीको आँखाले हेर्दा सरकारले वैचारिक र राजनीतिक रूपमा आफूलाई उन्नति बनाएर लैजान सक्नुपर्ने बताउनुभयो। उदारवाद र राज्य केन्द्रित समाजवाद भन्दा माथि उठेको विकास नीति लाँदै सबै पार्टी र राजनीतिक विचारधारा भन्दा माथि उठेर राज्यलाई केन्द्रमा राखेर काम गर्न सक्नुपर्ने बताउनुभयो। 20औं शताब्दीको कम्युनिस्टको ढाँचा अपनाउँदा विकास र समृद्धिको लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो। कम्युनिस्ट जनको अवधारणालाई लाखौं र कालभैरवको मुकुण्डोको बिम्बको रूपमा प्रस्तुत गर्दै उहाँले त्यसभन्दा बाहिर निस्कन नसकेको निजी क्षेत्र लगानीका लागि सबै डराउने र बुदाई शिक्षक लगानी र भित्र्याउन नसकिने बताउनुभयो। राष्ट्रपति संघीय सांसदले संयुक्त बैठकले गरेको सम्बोधन संसदको मर्यादा कायम गर्न नसकिने बताउनुभयो। लोकतन्त्र प्रतिनिधि सभा नै सबैभन्दा माथि हुने भन्दै त्यसको मर्यादालाई सरकारले विचार पुर्याउनु पर्ने बताउनुभयो। उहाँले राष्ट्रपतिको सम्बोधन व्यक्तिगत नभई सरकारमा भएकाले सांसदको सर्वोच्च र मर्यादामा विचार पुर्याउन सरकारलाई सुझाव दिनुभयो। प्रधानमन्त्री र प्रधानमन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको प्रधानमन्त्री सहित 18 मन्त्री र 4 राज्य मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँकी धर्मपत्नी राधिका साक्यका नाममा भक्तपुरमा 2 र झापामा एउटा घर छ। बैंक खातामा 42 लाख रुपैयाँ छ। उहाँसँग 18 तोला सुन गहना पनि छ र रक्षा मन्त्री ईश्वर पोखरेलसँग
टोखामा श्रीमतीको नाममा घर र झापामा 12 जग्गा छ। बैंकमा 7 लाख रुपैयाँ छ। अर्थमन्त्री युवराज खतिवडासँग काठमाडौँ, भक्तपुर, झापा र दोलखामा जग्गा, एउटा कार र 10 तोला सुन छ। उहाँको बैंकमा 1 करोड भन्दा धेरै रुपैयाँ पनि छ। गृहमन्त्री रामबहादुर थापा बादलसँग बैंकमा 3 लाख रुपैयाँ र 6 तोला सुन छ। परराष्ट्र मन्त्री प्रदीप ग्वालीसँग काठमाडौँको सखुमूलमा श्रीमतीको नाममा घर र 2 तोला सुन छ। आफूसँग झण्डै 2500 पुस्तक रहेको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ। ऊर्जा मन्त्री वर्षमान पुनसँग रोल्पामा एउटा घर, 25 तोला सुन तथा बैंकमा 3.5 लाख रुपैयाँ छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलको महोत्तरीमा एउटा घर र बैंकमा 3,67,000 रुपैयाँ छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री त्रिका प्रसाद यादवसँग सिराहा र धनुषा गरी 2वटा घर, धनुषा र ललितपुरमा जग्गा र 16 तोला सुन छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको धनुषा र ललितपुरमा श्रीमतीका नाममा घर, सिन्धुली, ललितपुर र धनुषामा जग्गा तथा बैंकमा 72 लाख रुपैयाँ छ। उहाँसँग 52 तोला सुन पनि छ। श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टसँग काठमाडौँ र गुल्मीमा गरी 2वटा घर र 7 तोला सुन छ। वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतसँग जाजरकोटमा एउटा घर र 15 लाख रुपैयाँ छ। खानेपानी मन्त्री बिना मगरसँग चितवनमा पति प्रकाश र सासू सीता दाहालको नाममा 3 कट्ठा जग्गा र 5 तोला सुन छ। कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणी खनालसँग कपिलवस्तु रूपन्देहीमा 15 कट्ठा जग्गा र 6 तोला सुन छ। सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीका कास्की र काठमाडौँमा गरी 3वटा घर, कास्कीमा जग्गा, 60 तोला सुन र बैंकमा 24,57,000 रुपैयाँ छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग विराटनगरमा घर तथा सर्लाहीमा जग्गा छ। आफूसँग पुरानो एउटा साइकल पनि भएको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थम्माया थापासँग म्याग्दीमा जग्गा, 1 तोला सुन र बैंकमा 25,000 रुपैयाँ छ। केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सबैभन्दा धनी मन्त्री बनेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्रीदेखि मन्त्री सम्मेलन सम्पत्ति विवरण बुझाएका हुन्। सम्पत्ति विवरण बुझाउने मध्ये मन्त्री महासेठसँग नगद र जिन्सी सबैभन्दा बढी देखिएको छ। मन्त्री महासेठको धेरैजसो सम्पत्ति श्रीमती जुली कुमारी महतोको नाममा रहेको विवरणमा उल्लेख छ। श्रीमती जुली कुमारी महतोको नाममा धनुषा जनकपुर उपमहानगरपालिका 9मा करिब 4200 वर्ग फिटमा 2.5 तले घर, उनकै नाममा ललितपुरमा उपमहानगरपालिका 25मा 5800 वर्ग फिट बनेको 2.5 तले घर रहेको उल्लेख छ। सङ्गोलमा धनुषा मिथिला बिहारी नगरपालिका 3मा 6500 वर्ग फिटमा प्रायतिक सम्पत्ति रहेको पनि मन्त्री महासेठले उल्लेख गर्नुभएको छ। त्यस्तै श्रीमती महतोकै नाममा धनुषा छिरेश्वर नगरपालिकामा 8 बिघा जमिन रहेको उल्लेख छ। मन्त्री महासेठकै नाममा सिन्धुलीको कमलामै, ललितपुरको नन्खु र धोबीघाटमा जमिन रहेको उल्लेख छ। उहाँको नाममा धनुषामा 5 कट्ठा र मिथिला बिहारी नगरपालिका 1 बिघा 10 कट्ठा जमिन रहेको छ। नगद 72 लाख सहित सुन 27 तोला, दाइजोबाट पाएको सुन 25 तोला, चाँदी 1.5 किलो, जवाहरत, औँठी, सिक्री लगायतका गहना भएको उल्लेख छ। जवाहरत विदेशी पाहुनाबाट प्राप्त भएको महासेठले उल्लेख गर्नुभएको छ। जुली महतोकै नाममा गुडविल फाइनान्स काठमाडौँ 70,000 को सेयर, एनभिपिएल प्राली 37 करोड, कार्पेट बैंक वीरगञ्ज 2 करोड 50 लाख, लक्ष्मी बैंक काठमाडौँ 1 करोड 50 लाख, महिला अधिकार तथा विकास केन्द्र 50 लाख सेयर भएको उल्लेख छ। महासेठको नोबेल बैंक दरबार मार्गबाट 2 करोड रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यस्तै करिब 3 करोड रुपैयाँ ऋण सापटी स्वरूप पटक पटक गरी लिएको पनि उल्लेख छ। नोबेल माछापुच्छ्रे इन्भेस्टमेन्ट, एनआइसी एसिया र इन्भेस्टमेन्ट ब्याङ्कमा खाता रहेको भनिए पनि नगद उल्लेख गरिएको छैन। अब समाचारमा विश्राम। विश्रामपछि आन्तरिक उडान सेवा बन्द भएको 11 वर्ष, राजविराज विमानस्थलबाट परीक्षण उडान सुरु।
सरकारले राष्ट्रिय लैङ्गिक समानता नीति 2075 को मस्यौदा तयार र अमेरिकी राष्ट्रपति ट्रम्पलाई ट्विट प्रयोगकर्ता ब्लक नगर्न न्यायाधीशको आदेश। विश्रामपछि फेरि समाचारमा स्वागत छ। अब बाँकी समाचार। साउदी स्थित कारागारमा रहेको उमेश यादवको हिराइका लागि हेल्प मधेसी नामक संस्थाले सङ्कलन गरेको 10 लाख रुपैयाँ बचाउ अभियानलाई हस्तान्तर गरिएको छ। साउदीमा मृत्युदण्डको सजाय भोगिरहेका यादवको जीवन रक्षाका लागि हेल्प मधेसी जनकपुर च्याटरले सङ्कलन गरेको 10 लाख मुख्यमन्त्री लालबाबु राउतलाई ग्रोइङ नेपाल फाउन्डेसनका अध्यक्ष सरोज रायलाई हस्तान्तर गर्नुभएको हो। त्यस क्रममा यादवका परिवारजन पनि उपस्थित थिए। कार्यक्रममा मुख्यमन्त्री राउतले उमेश यादवको जीवन रक्षाका लागि हेल्प मधेसीले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा समेत समस्यामा परेका मधेसीहरूको रक्षाका लागि यस्तै सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। उहाँले उमेश यादवको जीवन रक्षाको लागि प्रदेश सरकारबाट हुने हरेक सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। प्रदेश सरकार की तरफ से जो सहयोग होगा वो हम लोग अवश्य करेंगे, करना चाहिए। ये हमारी जो हमारे ही बीच में अगर हमारी कुछ कमी से हमारे ही बीच के कोई लोग अगर किसी किस्म के हमारी कमी कमजोरी हो जाए, उससे हम लोग ये नहीं किए वो नहीं किए कर पछताने वाला काम नहीं होना चाहिए। पाकिस्तानी नागरिकको हत्याको आरोपमा मृत्युदण्डको सजाय भोगिरहेको धनुषाको उमेश यादवको जीवन रक्षाको लागि ग्रोइङ नेपाल फाउन्डेसनका अध्यक्ष सरोज रायको प्रयासपछि मृतकका परिवारले आम माफी दिने सहमति जनाएपछि उमेशको जीवन रक्षाको लागि ब्लड मनी सङ्कलन सुरु भएको थियो। 30 लाख पाकिस्तानी रकम ब्लड मनी पीडित परिवारलाई दिनुपर्नेछ। सो अभियान अन्तर्गत हालसम्म 37,50,000 नेपाली रुपैयाँ सङ्कलन भइसकेको उमेश यादव बचाउ अभियानका संयोजक समेत रहेका रायले जनाएका छन्। अब उक्त खातामा कुनै रकम जम्मा नगर्न समेत रायले सबैलाई आग्रह गर्नुभएको छ। कार्यक्रममा हेल्प मधेसी साउदी चेप्टरका अध्यक्ष शिव यादव, जनकपुर चेप्टरका अध्यक्ष विनोद दास सहितको उपस्थिति रहेको थियो। आन्तरिक उडान सेवा बन्द भएको 11 वर्षपछि राजविराज विमानस्थलबाट आज परीक्षण उडान गरिएको छ। राजविराजबाट 3 किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा रहेको विमानस्थलबाट आज परीक्षण उडान गरिएसँगै जहाज चढ्ने सप्तरीवासीको वर्षौंको सपना पूरा हुन लागेको हो। श्री एयरलाइन्सको 50 यात्रु सिट क्षमता भएको CRJ 200 जेट इन्जिन विमानको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेपछि नियमित उडानको बाटो खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरण राजविराज विमानस्थल परियोजना प्रमुख राम एकवाल महतोले बताउनुभयो। परीक्षण उडानमा सेफ्टी डिपार्टमेन्टका क्याप्टेन DR निरौला र प्रशिक्षकका पाइलट दय प्रज्वल अधिकारी र राजेश श्रेष्ठ सहभागी हुनुभएको थियो। पाइलट श्रेष्ठको यस विमानस्थलबाट नियमित हवाई सेवाका लागि कुनै समस्या नदिएको प्रतिक्रिया दिनुभयो। परीक्षण उडान हेर्न विमानस्थलमा सर्वसाधारणको ठूलो भिड लागेको थियो। नियमित उडानका लागि भने अझै केही प्राविधिक विषय मिलाउनु पर्ने भएकाले केही समय लाग्ने परियोजना प्रमुख महतोलेको भनाइ छ। पाइलटको कमेन्टले गर्दाखेरि एकदमै यस्तो एयरपोर्ट सबभन्दा राम्रो परीक्षण उडान भएको हो। अनि भोलि चाहिँ हाम्रो उद्घाटन समारोह छ। भोलिपछि केही 2-4 दिनपछि हामीले चाहिँ त्यो सिरो फ्लाइटको लागि कार्यक्रम राख्ने भनेर एयरलाइन्ससँग रिक्वेस्ट गर्ने। वास्तवमा आज सम्परीवासीको लागि विमानस्थलको निर्माण कार्य पूरा भई परीक्षण उडान समेत सकिएपछि स्थानीयवासी खुसी भएका छन्। वासीको लागि धेरै दिन यसलाई मैले मानेको छु। किन भन्दाखेरि केही बेर अगाडि भर्खरै
एयरलाइन्सको जहाजले भर्खरै सफलतापूर्वक परीक्षण उडान अहिले भरेको अवस्था छ र त्यो परीक्षण उडान एकदम सफल भएको छ र सप्तरीको राजविराज स्थित सगरमाथा अञ्चलमा भएका 6वटा जिल्लाहरू जो छ यसबाट भोलिका दिनमा लाभान्वित हुनेछ। सप्तरी स्थित सम्पूर्ण कार्यालयहरू, सङ्घ संस्थाहरू, प्रतिष्ठानहरू अनि औद्योगिक कारखानाका क्षेत्रहरू र व्यापारिक क्षेत्रहरूका जो व्यक्तित्वहरू हुनुहुन्छ, त्यहाँका प्रमुखजीहरू हुनुहुन्छ र सर्वसाधारण जनता, विद्यार्थी, वकिलहरू, प्राध्यापकहरू सबैले यसबाट भोलिका दिनमा उहाँहरूलाई ठुलो मात्रामा लाभ प्राप्त हुनेछ भन्ने मैले महसुस गरेको छु। 30,74,528 रुपैयाँको लागतमा कुल 1,500 मिटर लामो तथा 30 मिटर चौडा धवन मार्ग, ग्राभेल पिचिङ, ट्याक्सीवे, एप्रो कालोपत्रे भई र मार्किङ गर्ने काम सकिए पनि टावर र टर्मिनल भवनको केही काम बाँकी नै रहेकाले नियमित उडान अझ 3-4 साता समय लाग्ने महत्त्वले बताउनु भएको छ। नियमित विमान सेवा सुचारुका लागि नागरिक उड्डयन प्राधिकरणले प्राविधिक टोली आवश्यक यन्त्र र उपकरण जडानका लागि पुगिसकेको र धमाधम काम भइरहेको छ। 2016 सालमा तत्कालीन उद्योग मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको राजविराज विमानस्थलको धवन मार्ग पक्की नहुँदा पटक पटक सेवा बन्द हुँदै आएको थियो। पछिल्लो पटक 2064 साल मङ्सिर 2 गतेदेखि यस विमानस्थलबाट हवाई सेवा पूर्ण रूपमा ठप्प रहेको थियो। सरकारले राष्ट्रिय लैङ्गिक समानता नीति 2075 को मस्यौदा तयार पारेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थम्माया थापाले लैङ्गिक समानतामूलक राष्ट्र निर्माणका लागि सरकारले राष्ट्रिय लैङ्गिक समानता नीति 2075 को मस्यौदालाई अन्तिम रूप दिएको बताउनु भएको हो। बुधबार सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले लैङ्गिक विभेदको अन्त्य गर्ने लक्ष्य प्राप्तिका लागि सरकारले आवश्यक कानुन निर्माणको काममा ढिलाइ नगर्ने पनि स्पष्ट पार्नुभयो। मन्त्री थापाले महिला हिंसा हुन नदिन सरकार सचेत रहेको दाबी समेत गर्नुभयो। घटनाहरू निकै बढे। महिला हिंसा जुन विभिन्न ढङ्गले त्यसमा पनि साना साना बालबालिकाहरू 2 वर्ष 3 वर्षका बालबालिकाहरूमाथि बलात्कार हुने, 70-80 वर्ष पुगेर चाहिँ वृद्धामाथि पनि बलात्कार हुने, यस्ता खालका घटनाहरू पनि यो बिचमा घटे। त्यस्तै किसिमबाट बोक्सीको नाममा चाहिँ अन्धविश्वास, कुरूति, कुसंस्कार रूपमा जुन बोक्सी भनेर चाहिँ कुट्ने पिट्ने खालका कामहरू पनि महिलाहरूमाथि भयो र यो एउटा जघन्य अपराध यो बिचमा पनि घट्यो र यसको विरुद्धमा चाहिँ मन्त्रालयले केही न केही गर्नुपर्छ भन्ने हिसाबले पनि जुन कैलालीमा घटेको घटना, जुन बोक्सी भनेर जुन राधिका चौधरीमाथि जुन घटना घट्यो, त्यस राधा चौधरीमाथि जुन खालको जघन्य घटना भयो, त्यसको घटना घटिसकेपछि मन्त्रालयको तर्फबाट एउटा समिति नै बनाएर हामीले त्यहाँ स्थलगत निरीक्षणको लागि स्थलगत रूपमा चाहिँ सम्बन्धित पीडित पक्षलाई भेटेर उहाँहरूको उपचार, उहाँहरूलाई चाहिँ कानुनी सहयोगदेखि लिएर चाहिँ मन्त्रालयले दिन सक्ने के सुविधाहरू हुन सक्छ त्यो कुराहरूमा र त्यहाँको प्रशासन, नागरिक समाज, त्यहाँको स्थानीय जनतासँग भेटघाट गरेर त्यहाँको समस्याहरूको बारेमा बुझ्ने खालको काम पनि हामीले गऱ्यौँ। समस्याहरूको बारेमा, हक अधिकारको बारेमा मन्त्री थापाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी 10 वर्षे राष्ट्रिय नीति पनि तयार पारिएको बताउनुभयो। स्थानीय तहबाट महिला हिंसा अन्त्य गर्न आवश्यक अनुभूमिकीकरण कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ। मन्त्री थापाले हिंसा पीडित महिलाहरूको पुनर्स्थापनाका लागि काठमाडौँमा मङ्गला साहना पुनर्स्थापना केन्द्र सञ्चालनमा ल्याएको पनि बताउनुभयो। मन्त्रालयले ज्येष्ठ नागरिकहरूप्रति सम्मानपूर्वक भवनको विकास गर्न 75 वटा जिल्लामा 225 वटा विद्यालय अन्तर्पुस्ता सिप हस्तान्तर कार्यक्रम पनि सञ्चालन गरेको छ। जनताप्रति चाहिँ एउटा इमानदारका साथ उत्तरदायी चाहिँ भूमिका निर्वाह गर्न सक्ने हो भने पनि यो धेरै यस्ता खालका घटनाहरू हामीले न्यूनीकरण गर्न सक्छौँ। महिला हिंसा भनेको
मन्त्री थापाले आफू जनताको चाहना अनुसार काम गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो। मन्त्रालयको हालसम्मको कार्य प्रगति विवरण सार्वजनिक गर्दै उहाँले एकल महिलाको क्षमता अभिवृद्धि कार्यक्रमलाई पनि उच्च प्राथमिकतामा दिएको स्मरण गराउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटर प्रयोगकर्ता ब्लक नगर्न न्यायाधीशले आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पको 7 ट्विटर प्रयोगकर्ताले ब्लक गरेसँगै उनीहरूको तर्फबाट दि नाइट फर्स्ट अमेन्डमेन्ट इन्स्टिट्युटले अदालतमा मुद्दा दर्ता गराएको थियो। अभिव्यक्त स्वतन्त्रतामाथि ट्रम्प र व्हाइट हाउसले लगाम लगाएको भन्दै दायर मुद्दामा अदालतले यस्तो आदेश दिएको हो। विचारकै आधारमा ब्लक गर्नु नाजायज भएकाले कदम सच्याउन न्यायाधीशले भनेका छन्। जिल्ला अदालतका न्यायाधीश नामी राइस बुचवाइल्डले ट्रम्पको एकाउन्टलाई ब्लक गर्ने पहुँच दिनु अभिव्यक्त स्वतन्त्रतामाथि उल्लङ्घन हुने तर्क गरेका छन्। सामाजिक सञ्जाल जनताको मञ्चको रूपमा अनुमोदित भएको छ, त्यसैले सम्पूर्ण अमेरिकी नागरिकले आफ्ना विचारहरू व्यक्त गर्नु स्वतन्त्रता छाडिदेऊ, न्यायाधीशले ट्रम्पलाई आदेश दिँदै भनेका छन्। न्यायाधीशले यस्तो आदेश दिए पनि ट्रम्प र व्हाइट हाउस प्रशासनले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। धनुषामा करेन्ट लागेर 1 जना घाइते, प्राधिकरणको लापरवाहीका कारण करेन्ट लागेको स्थानीयवासीको आरोप। सरकारको नीति र कार्यक्रम सुन्दर भए पनि लक्ष्य प्राप्तिको सैद्धान्तिक आधार कमजोर रहेको पूर्व प्रधानमन्त्री भट्टराईको भनाई। प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, मन्त्री रघुवीर महासेठ सबैभन्दा धनी। आन्तरिक उडान सेवा बन्द भएको 11 वर्षपछि राजविराज विमानस्थलबाट परीक्षण उडान सुरु। र अमेरिकी राष्ट्रपति ट्रम्पलाई ट्विट प्रयोगकर्ता ब्लक नगर्न न्यायाधीशको आदेश। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।